हेलो भन्न अरे गाना तुले अगाडि कोही केटीलाई गाली गर्दै गाली किन गरिदिला यी बिर्खे तिनीहरूले बिर्खेलाई र यो सुजनलाई यो सुजनको त्यो गर्लफ्रेन्ड तिमीले गाली गरेर तिमीले नाम के दिएको सिजुका सुजनको त्यो पार्टनर ए गाना तुले गाली गरी भनेर कसरी रुल्ला चिल्ला त्यो माया कसम यार दुर आजसम्म मलाई कसले गाली गरे हैन भने त्यही तर उमेश बोस भन्नेले गाली गर्यो भनिकन भन्न लाथ्यो भाइ के परमात्मा दिनु भाइ फेसबुक आइडियो पर त्यो टाइप भने मलाई ग्रुपमा जोड नत्र भने नहीं त्यो त भने त अनि यहाँ कि त यो ग्रुपमा बोल नत्र फेसबुक आइडिमा जोइन गर मलाई त्यो छाडे गाली किन गरी भनेको गाली साली कसैलाई गरेछ हैन मैले भनेछ पहिला गरी भन्यो तेरै नाम लिया है यार गरी भन्यो ए मैले कसैलाई गाली गरेछ हैन मैले आजसम्म कसैलाई गाली गरेछ हैन कसैलाई गाली गरेछ मैले अरे अगाडि के आछि त मेरा ग्रुपमा त्यति बेला तँले गाली गरे है त तुइले त्यो सुजुकालाई त देखिन त्यो अनि कस्तो रुल्ला थिला आजसम्म यसो पनि कसले भने हैन तर यसले यसो भनेर गयो मेरो बोयफ्रेन्ड राति आउँछ अनि त्योसँग भेटाइदिनु भनेर मैले अनि त्यही भएर सुजनलाई ल्याएर आको अब सुजनको बाउ भाइ मलाई फोन आएर लगायो भने म कसैको कुरा पनि सुन्न भाइ किन गाली गर्नु कसैलाई गाली गरेर के हैन हेर गानी त्यसले गाली गरिरे यार त्यसले यार पुरा रुलमा थियो ओइ सुजन रोक्न ओइ सुजन रोक अरे यार हामीले तीनै थियो यार तीनैका सामने रुई भने यार यसो चाहिँ गाली दियो भनेर हामीलाई त कन्फिडेन्स हान दियो ला त्यसले मा रुइ रे यार यस्तो यस्तो गाली गरी भनेर त केटीलाई यस्तो गाली नगर्नु थियो के तैले तर जे भए पनि यार अरे दाइ कुरा सुन मैले मैच किन जातिलाई गाली गरे आछि न कोही किन रन्डीलाई गाली गरे हैन मैच किनहरुलाई ओइ कसैलाई गाली गरे हैन है भन्ने हो जाय मुली अलिक मैले आफूमा कसैलाई गाली गरेको छैन भाइ खाली फोनमा आरोप लगाउनु नगरे भन्दै छु ग्रुपमा अगाडि दिउँसो बोलाएको बेला तैले गाली गरे कि पहिला पो गरे हैन तुले गाली हो त्यही केटी के मैले सुजुकासँग ज्ञान दिइरहेको छैन है भने मैले जस्तै पनि उसै यसो भद्दो तु यार है तेरी यार अरे बोला न खाली आरोप लगाउनु गरेर त्यहाँ सुन्न कस्तरी रुन्ला थिला आजसम्म यस्तो कसले भने हैन भनेर मा कसम दूर आधा घण्टा जति रोएर गइला थियो मैले कसै जातिको खाएको न कसै जातिको लागेको म्याच किनेर दिएको अनि किन गाली गरी त नलाको नखाएको भए गाली किन गरी भनाइ हो के हाम्रो पनि अब तामाडी बोलाउला त्यसले हामीलाई फेरि हाँसेको तैले गाली दियो भने रुई खेल्न गएमा हामीलाई पनि गाली गर्यो यसले उमेशले यस्तो गर्यो यो नचिन्नु नजान्नु सिधा आएर गाली गर्यो डाइरेक्टै किन गर्यो भनिकन अनि मैले भने मेरो भाइ हो यताउता भने अनि हामीलाई पनि गाली गर्योमा अनि डिलिट गर्यो आधा घण्टासम्म रोएर गयो नि कहाँबाट बोलाउ डिलिट हान्छ क्या छ के भयो तेको डुओ पार्टनर आयो अब तेको बोयफ्रेन्ड हो नि त यो सुजन तेको बोयफ्रेन्ड हो न त्यही भएर त ल्याएर आको त तैले किन गाली गरे भनेर सोधपुछ गर्नलाई
यससँग फेसबुक प्रश्न गरिसकेसँग त साथी होला नि हामीसँग त आधा घन्टासम्म रोएर गई ला डिलिट गर्यो मलाई त्यसले फ्री फायर डिलिट गरिदियो भने कस्तो रोएर गयो आधा घन्टा रोए दिनभर रोए रातभर रोए मलाई के बाल यस्तो चिक्नु मलाई मन कसो म्याच किने रुने अनि किनाहरू नाफा नाच्ने जान्छ त मुलीले कभर म्याच किने भिडियो भने